गाइस, तपाईहरुलाई मेरो फर्स्ट ब्लगमा स्वागत छ। आज चाहिँ मेरो 4 घण्टाको हेली राइड छ। सो अहिले चाहिँ बिहानको 9 बज्यो। म चाहिँ हेलिप्याडतिर जाँदै छु। अब चाहिँ ड्राइभ गरेर हामी हेलिप्याड तर्फ लाग्दै छौं। मेरो घरबाट चाहिँ हेलिप्याड जानलाई नर्मली 30 मिनेट लाग्छ, तर अब जाम भयो भने चाहिँ 45 मिनेट लाग्छ। तर आज चाहिँ विकेन्ड भएर होला जाम चाहिँ छैन खासै। सो आई थिंक अन टाइमै पुगिन्छ। बिहानको 9 बजिसक्यो, अहिलेसम्म केही खाएको छैन। सो अन द वे चाहिँ हामी पहिला बेकन बिन्स छिरेर केही पफ सफ लिने प्लान गरिरहेछौँ। त्यसपछि चाहिँ अनि हाम्रो गन्तव्यतर्फ लाग्छौँ। यो चाहिँ भर्खरै खुल्दैछ, ल हेर्नु त गाइजहरू। हामी चाहिँ केही न केही खानेकुरा उठाएर अनि जानु सोच्दैछौँ। सायद भर्खर खुलेको भएर होला हामीलाई चाहिँ 5 मिनट वेट गर्नु भनेको छ। हामीले चाहिँ अर्डर दिइसक्यौँ 4टा चिकन करी पफ। सो हामी चाहिँ त्यही अर्डरलाई वेट गरिरहेको छौँ। फाइनल्ली हाम्रो अर्डर पनि आइपुग्यो। अब चाहिँ हामी मसला चियालाई वेट गरिरहेको छौँ। उसले चाहिँ 2टा मसला चाय पनि ल्यायो। अब हामी चाहिँ हेली राइडतिर भर्खर हामी आफै आइपुग्यौँ। अझ 10-15 मिनट चाहिँ लाग्छ यहाँबाट पनि। अनि त्यसपछि हामी फाइनली हेलिप्याड पुगिन्छ र सबै गर्नुपर्ने कुरा गरेर चेकअप गर्यौँ। फाइनली हेलिप्याड चाहिँ आइपुग्यौँ, तर हल्का पानी परेको अवस्था छ। यो चाहिँ पासिङ सावर हो रे, सो केही पनि असर गर्दैन भनेको छ। सो हेरौँ अब कति के हुन्छ। अब सुरुमा हेलिकप्टर निकालेर चाहिँ प्री चेक गर्नुपर्ने हुन्छ। अब 4 घण्टाको फ्लाइट छ। सो त्यसपछि चाहिँ फ्लाइटको लागि रेडी हुन्छौँ है त। बाहिर चाहिँ अहिले पासिङ सावर भइरहेको छ। सो गर्न मिल्ने प्री चेकहरू चाहिँ हामीले यहीँ ह्याङ्गरभित्र नै गरिरहेको छौँ। अब बाहिर निकालेर आफू भिज्ने कुरा त भएन नि त। अब चाहिँ हेलिकप्टरमा यसरी व्हील लगाएर अनि व्हील गरेर बाहिर निकाल्नुपर्छ। अनि बाहिर निकालेर ह्याङ्गरबाट बाहिर निकालेपछि चाहिँ टक्क फ्युल हाल्ने अनि सबै रेडी गरेर त्यसपछि चाहिँ हाम्रो फ्लाइट। हामीले चाहिँ अब फ्युल भर्न लाग्दैछौँ। अब फ्युल भर्ने चाहिँ यताबाट गर्नुपर्ने हुन्छ, अर्को साइडबाट। यहाँ फ्युल भर्दैछ ऊ चाहिँ। अनि फ्युल भरेर भ्याएपछि चाहिँ अनि हामी सबै चेक गर्ने काम गर्छौँ। अनि त्यसपछि हामी रेडी फर द फ्लाइट। त्यो हेर्नु त गाइजहरू, त्यो चाहिँ टावर हो। त्यहाँबाट चाहिँ वेदर ब्रोडकास्ट हुन्छ। अनि एयरपोर्टमा केही इम्पोर्टेन्ट चेन्जेसहरू केही आएको छ भने त्यहीँबाट ब्रोडकास्ट हुन्छ। त्यो चाहिँ युनिकम पनि भनिन्छ त्यसलाई। हामीले चाहिँ 110 लिटर फ्युल हाल्नुपर्छ। 30 लिटर चाहिँ अलरेडी थियो यहाँ। अब 110 ठ्याक्क हालेपछि अफ गर्ने। हाम्रो चाहिँ वेदर खुलेको छ। अब चाहिँ हामी फ्लाइटमा जाँदैछ। हाम्रो प्री चेक पनि भयो, सबै भयो। अब हामी चाहिँ टेकअप पनि लाग्यो। फाइनली हामी चाहिँ 1.5 आवरको फ्लाइट पछि फङ्गराई ल्यान्ड हुँदैछौँ। अब चाहिँ हामी क्विकली फ्युल रिफिल गर्छौँ अनि क्विक कफी ब्रेक लिएर एकछिन साइट भिजिट गरेर फेरि ब्याक टु अकल्यान्ड जान्छौँ। ल गाइज, अब चाहिँ हामी फङ्गराईबाट ब्याक टु अकल्यान्ड जाँदैछौँ। तर अन द वे हामी चाहिँ अकल्यान्ड सिटी सबै टुर गरेर जाँदैछौँ है त। म हजुरहरूलाई अकल्यान्ड सिटी टुर देखाउँछु है त।
फाइनल्ली हामी चाहिँ ल्यान्ड भइसक्यौँ। अब चाहिँ घरतर्फ लाग्नुपर्छ। अब त्योभन्दा पहिला चाहिँ उसले वहाँ सामानहरू प्याक गर्दैछ, सबै मिलाउँदैछ। त्यसपछि चाहिँ वहाँनिर हाम्रो गाडी रोकिरहेको छ हाम्रो लागि। हामीले चाहिँ हाम्रो फ्लाइट 3 घन्टा 10 मिनटमै भ्यायौँ। जाँदा 1.5 घन्टा लाग्यो, आउँदा 1.5 घन्टा। हामीले इस्टिमेट गरेको चाहिँ 4 घन्टा थियो, तर छिटो गरेर आयौँ हामी चाहिँ। हामी अब भर्खरै गाडीमा चढ्यौँ। अब चाहिँ हामी घर फर्किने। सबै कुरा राम्रोसँगै सक्यो, राम्रै भयो फ्लाइट चाहिँ। अब यस्तो अन द वे त सजनको गीत त सुन्नै पर्यो होइन। अब सजनको गीत सुन्दै घरतिर लाग्यो। ल गाइज हामी चाहिँ फाइनल्ली घर पुग्यौँ। आजको लागि चाहिँ यति नै है त। बिहानको 9 बजे हामी फ्लाइटको लागि निस्केको, अहिले 4 बजिसक्यो नि त। हेर्नु त गाइज हाम्रो पाइलट